हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग. इट्स मी रोजिना. अनि सम्पूर्णलाई ह्याप्पी बुद्ध जयन्ती. आज चाहिँ पूर्णे भएको कारणले बिहान नुहाइधुवाइ गरेर भुइँहरू पुस्ने कामहरू सकाएर पूजाआजा सकाएर सो हजुरले आजको दिन कस्तो के गर्नुभयो कमेन्टमा लेख्नु होला. अनि यो चाहिँ बेलुकाको है, म हजुरलाई अन्तिममा भनेछु आज दिनभरि के गर्यो भनेर. सो यो चाहिँ साँझ भइसकेको थियो, हामी बौद्ध जाने भनेर. अनि आज चाहिँ फाइनली मेरो छोरीले खाना बनाउने भनेर सो उसलाई खाना सिकाउँदैछु खाना बनाउनुलाई. अनि आज चाहिँ तरकारीमा भेज थियो किनकि आज पूर्णे भएको कारणले नखाने भनेर म चाहिँ. अनि हामी चाहिँ पछाडिको बाटो जाने नारायणटार जाने काम थियो. सो हामी चाहिँ नारायणटार यहाँ एउटा टेलरमा जानु थियो प्यान्टको बनाउनुको लागि, किनकि यहाँ चाहिँ सबै प्यान्टहरू बनाइदिन्छ होइन. अनि झन् म दुब्लाइरहेको छु नि त, अनि बनाइराख्नु परिन्छ. अनि सो हामी चाहिँ त्यहीँबाट नै अरू ब्याङ हुँदै तिनचुली निस्किने काम थियो. अनि हामी चाहिँ हिमालयन कुजिनमा थकाली कुजिनमा जानुपर्ने थियो तिनचुलीमा. सो हामी चाहिँ त्यहाँ गएर फर्केँ. अनि हामी चाहिँ बाउ जाँदैछौँ है, हजुरलाई मैले अघि नै भनिसकेँ. आज चाहिँ क्राउडेड भएर हामी खास बिहान उठेर जाने भनेको, अनि त्यतिकै अनि बिजी भएर जान पाएन. अनि दिनभरि थकान है, मैले त बिहान त्यति काम गरेको लास्टै गाह्रो हुन्छ कि अहिले. अनि दिनमा 2 घन्टा सुतेर अनि उठेर अघिदेखि हाल्नुभयो, बेलामा खाना बनाएर. अब बच्चाहरूको छुट्टी भइसकेपछि त्यही त हो नि, छोडेर हिँड्ने कुरा हुँदैन. सो आज चाहिँ जसरी पनि जाने होइन, अरू बेला जान्छ नि त. अब भगवान् भनेको त भगवान् या मान्छेहरू भनेको त अल टाइम भेटिँदैन नि त. अनि सो आज चाहिँ बुद्धको दिन भएर चाहिँ हामी एकचोटि चाहिँ जानै पर्छ भनेर सो फ्यामिली नै. अनि माइली पनि आउँदै थिएँ. अनि माइली चाहिँ उता स्केटबाट आउँदैछ. अनि हामी चाहिँ डाइरेक्ट घरबाट आएको भएर फेरि नारायणटार घुमेर आउँदाखेरि ढिला भयो. अनि हजुरलाई चाहिँ म यो पार्किङको एरिया देखाउन गइरहेको छु. सो पार्किङ चाहिँ उताबाट मेन रोडबाट पनि आउन सक्नुहुन्छ. अनि पछाडिको बाटो अनि यो ठ्याक्कै यहाँबाट छिर्नु भयो भने त्यहाँ हजुरले पार्किङको व्यवस्था छ. अनि यो चाहिँ मेरो छोरीहरू यो गर्ने त्यो गर्ने भनिरहेको छ. अनि आहानाले चाहिँ यो बिस्कुट है मम्मी भन्दै थियो, अनि होइन भनेको क्या मैले चाहिँ. अनि ऊ चाहिँ हाँस्दै छ मक्ख परेर. सो उसलाई चाहिँ खान मिल्ने अवस्था छैन नि त, त्यही भएर म टाइम टेबल होइन सबै चिज हेरेर दिन्छु. अनि हजुरहरू आज बौद्ध आउनुभयो कि भएन बुद्ध जयन्तीको दिनमा होइन. यति क्राउडेड कि ओ माई गड, अहिले हजुर दङ पर्नुहुन्छ है देख्नुभयो भने. अनि म चाहिँ इयरली सहिले पनि आउँछु होइन. अब भ्यायो भने त म त जहिले पनि आउने नै हो. भगवान् भनेपछि मलाई जुनसुकै धर्मको पनि माया लाग्छ क्या, एकदमै महत्त्व लाग्छ. सो अब चाहिँ हामी यहाँबाट भित्र छिर्दैछौँ. अनि भित्र छिरिसकेपछि यसो म पनि देखाउँ न त भनेर हजुरलाई देखाउँदैछु है त, म रेडी भएको पनि. अनि आज चाहिँ स्टाइल गरेर हिँड्दैछ. अनि आहाना चाहिँ ड्याडीको हात उसको ड्याडी फेभरेट हो. अनि सो ड्याडीसँग हात. अनि ओ माई गड यति क्राउडेड कि है, यतिखेर त यस्तो दिनभरि कस्तो भयो होला भनेर. अनि मलाई चाहिँ बौद्धको कुरा स्थल हुन्छ नि, ठाउँमा छिर्ने बित्तिकै मेरो हरेक टेन्सनहरू दूर हुन्छ. म टेन्सनहरू हुँदा पनि म कुरा गर्न नसके पनि म गएर साइडमा बसिरहेको छु. अनि माइली पनि आइसकेछ. अनि माइलीसँग पनि माइलीले फर्स्ट टाइम देखेको अरे भनेर. अनि सो माइलीलाई नि स्केटबाट बोलाएर अनि आहाना चाहिँ कहाँ जानुभएको भन्दैछ क्या मलाई. अनि अब त्यसै त नि है. अनि बुढोले चाहिँ नछोड है छोरी भनेर भन्दै थियो. अनि त्यहाँपछि हामी चाहिँ यसरी नै कुरा गरेँ. 3 कुरा गर्ने सकेन है हामीले चाहिँ. अनि यहाँ बोती बाल्ने भनेको ओ माई गड, बोती बाल्न पनि यति गाह्रो, अब भगवान्ले बुझिहाल्नुहुन्छ नि भनेर. अनि हामीले चाहिँ अलि भ्याउने ठाउँमा मर्निङ गऱ्यो होइन. अब आजको दिनमा त केही गर्ने आवश्यक छैन. अब हामी कुरा गर्दा पनि हजुरलाई डेली भ्लग हाल्ने कोसिस गर्नेछु. हजुरले माया गर्नुभयो भने मलाई होइन, सपोर्ट गर्नुभयो भने, किनकि मेरो युट्युब च्यानल अलरेडी छ. मैले टिकटकमा मात्रै होइन युट्युबमा पनि हालेको छ. अनि टिकटकको बायोमा पनि छ युट्युब च्यानलको पेज. सो आजको दिन चाहिँ मेरो यसरी नै गयो. अनि हजुरहरू पनि सक्नुहुन्छ, भ्याउनुहुन्छ, सम्भव छ भने धर्म कर्म गर्नु होला भन्छु म चाहिँ होइन. अनि यो चाहिँ आज उँधौली पर्व भएको कारणले पनि होला. सो यहाँ चाहिँ पुरै गानाहरू टाइपको हुन्छ नि, उहाँहरूको कास्टकै टाइपको त्यस्तो गीतहरू गाउँदै हुनुहुन्थ्यो. अनि मैले भोइस हाल्न सकिनँ, सो सरी त्यसको लागि चाहिँ. अनि हजुरहरूको दिनचर्या कसरी गयो सो कमेन्टमा लेख्नु होला. अनि हामी चाहिँ फाइनल्ली अब सकेर बिहान नसकेर भगवान्लाई क्षमा गरेर फोटोसोटो खिचेर हामी चाहिँ निस्केँ अघिकै ठाउँमा. अनि हामी हजुरलाई म हाइवे देखाउँछु. हाइवे पनि यस्तो क्राउडेड थियो कि ओ माई गड है. अनि हामी चाहिँ 4 जना बस्छौँ क्या स्कुटरमा.
सो अलिकति कम्फर्टेबल भएन फोटो खिच्न सरी भिडियो बनाउनलाई चाहिँ अनि कोसिस गरेको छु है हजुरले माया गरिदिनु भइरहेको छ अनि मलाई युट्युब च्यानलमा पनि लाइक सब्स्क्राइब अनि सेयर पनि गरिदिनु होला भन्ने आशा राखेको छु अनि धेरै धेरै माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि अन्तिमसम्म भिडियो हेरिदिनु भएको पनि धन्यवाद सो फेरि पनि भने ह्याप्पी बुद्ध जयन्ती सबैलाई कल्याण गरौँ होइन भगवान् बुद्ध जस्तो सबैको मनमा बुद्ध नै रहोस् सधैँभरि होइन माया रहोस् भन्छु म चाहिँ अरू चिज भनेको त आफ्नो भाग्य छँदैछ नि होइन सो अहिलेको लागि चाहिँ म बिदा लिन्छु फेरि पनि भेटौँला बाई बाई